सागहरू कसले चोर्छ बिजन छहरू भनेको बिजनहरू जम्मै एउटा रहेछ के टिप्नु अब छेट जम्मै चोर्दैछ नि अब जानु पर्यो घर के गए जानु पर्यो छोरी गइहाल्यो अब त छिटो छिटो चोरेर गइ पनि हाल्नु पर्यो चल है तिमी जानु पर्यो आज त घरमा सब्जी पनि छैन बर्थडे पनि छ के गर्नुपर्ने हौ ए भाइ कहाँ गएको ए म दि तल गाउँको गएको त ए कस्तोमा ए तल एकछिन तल गाउँमा यो साग मगाइराख्थेँ कि ए अनि यसो पुऱ्याइदिनु पो गएको त ए तल्लो गाउँ गएको ए साग मलाई दिउ न आज मेरो घरमा नानीको बर्थडे पनि छ कि सब्जी केही छैन यो सुँगुरको मासुमा दामी हुन्छ होइन हुनु त दामी हुन्छ तर तल मगाइराख्थेँ पुऱ्याउनु गएको थिएँ मलाई दिउ न अन्त दामी रहेछ नि तल मगाइराख्थेँ अनि त्यही त हुँदैन नि यता कति यसको चाहिँ यसको अब भन्यो अनि तौलिनु पर्यो भने त अब खै कति बिटा छ होला अब राख्ने अब म तल जानुपर्छ हो अनि अब त्यही त राख्ने मिलाएर दिने कति दिनु दिने अब तपाईँले अब तिमीले भन्नुभयो अब मिलाइन दिने अब यसको 2-3 बिटा होला 100 रुपियाँ दिने 2-3 बिटा छ र यहाँ छ नि यो फुलसिङ देख्छु यत्रो दामी साह्रो महँगो भएन 100 रुपियाँ त ठिकै हो नि त्यतिको ल पक्रेको म पैसा दिएर आउँछु अझै ल्याइदेऊ न चाहिँ 2-3 बिटा जस्तो ल्याइदेऊ न ए हुन्छ म ल्याइदिइहाल्छु अब आफ्नै बारीमा छ हो ए ल 100 रुपियाँ पैसा कमाइ भयो बोल तँ कसरी रोक्यो यत्रो आएको छ आई भुइँमाहरू जान्दैन आम्बो जान्नुहोस् ए हातको पैसा चोरेको जस्तो छ कसको चोरले कहाँ चोरेर ल्याउँछ अब चाहिँ हेरेर होइन आँखा बक्लास अहिले चाहिँ आज त त्यसले त्यसको सागहरू मात्रै नहेरिरहेको नभए त आज त त्यो त डह्रो बज्ने नै आएको फेरि छिटो चोरिदिइहाल्छु लागिदिन्छु फेरि आज त्यो साग चोरेको हो त्यसलाई डह्रो पड्काउनु भने आज चाहिँ आजको हो त्यसलाई डह्रो बजाइदिन्छु एक दुईवटा टिपेको जस्तो गर्छु